अष्टविनायक नमो नमः। हरे पुर्खाहरूले गरेको कर्म छोरा नातिमा सर छ। पुर्खाहरूले गरेको कर्म छोरा नातिमा सर छ। पहिले कस्तो कर्म गरियो त्यही फल भोग्नु पर्छ। हुन्छ कि हुन्न हे राधा, हरे धान रोप्यो धानै फल्छ। मकै छ रे मकै धान रोप्यो धानै फल्छ। मकै छ रे मकै सत्कर्मले सुखै मिल्छ। असत्यले दुखै हुन्छ कि हुन्न हे राधा, ल ल ल भएन। के कार्यक्रम हुँदैछ? हाम्रो अब व्रत बटुकको आमा हुनुहुन्छ होइन? अब यहाँ के कार्यक्रम गर्दै हुनुहुन्छ हजुरहरूले? हामीले श्रीमद् भागवत लगाउँदैछौँ हिका पूजा, त्यसपछि बाबुको व्रत गर्छौँ। उहाँ चाहिँ भोलि पर्सि 2 गते व्रत बन्द कार्यक्रम 11 हुँदैछ।
सबैजनालाई स्वागत छ। लाग्दछ पाउने मान्छे गाडी सफल समाएर बस्नु पर्ला युट्युबर आज एकदम हेर्छु है भन्नुपर्ने एकदम रमाइलो भएको छ है वी आर भेरी ह्याप्पी भात मेरो भोलि त एकदम प्यार दिदी अझै भदै गयो चिया पकाउँदा ठिक्क छ तरकारी होइन
मिलाउनु भन्नुहोस् केही छ भन्नुपर्ने भाइको भन्दा आमाको नातिको जेठो नाति छोरी बेनी दिदी हो अनि कस्तो अनुभूति भइरहेछ अब एकदम रमाइलो भइरहेछ शुभ कार्य गर्दै हुनुहुन्छ होइन प्रेस चाहिँ हामी निषेध गरिएको छ निषेध हुनुहुन्छ भगवान स्वयं नै प्रकट हुनुहुँदैन र अरू छोराहरूले पनि सम्पूर्ण अब जब गर्नु पर्यो जब नगरिएको छ भने काम छैन जब्नु होला बल्ल मात्र हाम्रो के हुन्छ कर्मको लागि योग्य र शुद्धि ठहरिनेछ हो नगरेका छोराहरूले कहिले बिर्सिनु भने गरी तपाईँहरू गरे गर्दा त्यसले कुनै पनि औचित्य दिँदैन जति कुरा गरिन्छ त्यति कुरा बुझेर गरियो भने सबै यो लागि दिगो रहन्छ त्यसै कारणले म निवेदन गर्न चाहन्छु अनि म तपाईँहरूलाई कुनै पनि कार्य गर्नुको अगाडि सीमा परिधिहरू हुने गर्छन् त्यसलाई हामी के हुनुपर्छ भन्दा कर्ताहरू नगरौँ किनभने म अर्थात् भन्ने बेलामा पाप र कुनै पनि यज्ञमा यज्ञ उद्देश्यको साथ तपाईँहरू अगाडि बढ्नु प्रवचन अल्लाहको वातावरणमा भनियो भने त्यो भन्ने व्यक्तिलाई पनि म हजुरलाई विनम्र निवेदन तिनीहरूको उद्धारको निम्ति नातिनातिनाहरू देख्दा पनि मलाई अचम्म लागेको छ दुबोसरी मौलाउनु भएको छ अझै पनि यो मौलाइरहनु होला यो आजको यो हाम्रो श्रीमद् भागवतको महापुराणको यज्ञको फलले गर्दा तपाईँहरूको समृद्धि होस् अझै उत्तर प्रगति होस् लाभा फकिँदै फक्रिउन् र दुबो मौलाइरहन् र यसको आशीर्वाद तपाईँहरूमा पुरापुर लागोस् भन्ने विश्वासका साथ हामी यो श्रीमद् भागवत एका ज्ञान महायज्ञको थालनी गरेका छौँ मूर्ति पितृहरूले सदैव आशीर्वाद प्रदान गरिरहन् कुनै पनि प्रकारको यो गृहहरूमा अल्पायु भवितव्य दुर्घटना इत्यादि कुनै पनि प्रकारको भय नहोस् र चिरञ्जीवी आयु प्रदान होस् सबैमा भन्ने कामनाका साथ म आज यस वाचको स्थानमा रहेको र तपाईँहरूको ठाउँबाट पश्चिम भागमा पण्डितले निम्तालु बनाएर अनुसरण यो श्रीमद् भागवत ठुलो एक दिनमा गर्नुपर्छ नकारात्मक पक्षहरू पनि छ किनभने यो पुराण हो भगवानलाई शिरोधार्य गर्दै हरे मुरारी हे नाथ नारायण वासुदेव श्री कृष्ण गोविन्द हरे भगवान को सदा साम शिव भगवान को यहाँका सम्पूर्ण कर्तागणहरूको यहाँका ब्राह्मणगणहरूको यहाँका सम्पूर्ण अतिथि पाहुनाहरूको बोलिए श्रीमद् भागवत महायज्ञको भगवते वासुदेवाय पहिला यज्ञमा ढोकाहरू सबै ए भगवान हामी यहाँ पूजा गर्ने क्रममा कुनै प्रकारको त्रुटि हुन सक्ला कर्तागणबाट हुन सक्ला ब्राह्मणगणहरूबाट हुन सक्ला सोही भएमा पनि हामी यसमा भूमि शोधन गरेर बसेका छौँ हो यहाँ कुनै पनि प्रकारको विघ्न बाधाहरू कुनै पनि प्रकारको अवरोधहरू सिर्जना नहोस् प्रभु भनेर प्रणाम गर्नु
हरि भयो ल पञ्चगव्य सबैले खानुभयो हो अब त्यस पछाडि प्रायश्चित कल्पना गरेर गाई बनाइएको छ मार्चन गर्नु होला जौतिर कुश लिएर सुनो अरूले ओम विष्णु ओम विष्णु तेल पुगेन भने भगवतमा विष्णु रहेको वर्तमान सकल सृष्टिकारी दिव्यप्रादेश श्रेष्ठ ग्रह कल विष्णु अष्टमी यादि मनसप्तमी सत्य तीर्थ द्वापर भगव कल वे प्रथम ओ नगर ओ श्रेष्ठनामति सिद्धार्थ नाम संवत्सरे श्रेष्ठ कृष्णयाम एकादशी उदय द्वादशी परिपुण्यतिथौ ना कुम्भरास्ते श्री सूर्यभगवान मिथुनास्ते देवग्रहो नारायण प्रमापिनो देवग्रहो नारायण प्रमापिनो गर्ग गोत्र पन्नस्य है गर्ग गोत्र पन्नस्य प्रदान मम अस्पत सबैलाई भ्रात भ्रातपत्नी भनेका भाउजूहरू कोहीहरू उहाँबाट सम्बोधन गर्नु नाम आफैले उच्चारण गर्नुहोस् मम अस्पत पुत्र है सबै छोराहरूले पनि आफ्नो आफ्नो नाम सम्झने मम अस्पत वधु बुहारीहरूले पनि आफ्नो आफ्नो नाम सम्झँदैन होला राशिको नाम मम अस्पत पौत्र छोरा नातिहरूको पनि है मम अस्पत पौत्री नातिनीहरू हुनुहुन्छ भने पनि मम अस्पत बोध कुमारी नाम देव्यायाम मम अस्पत कनिष्ठ पुत्र गंगाधर नाम सर्वणु सब पत्नी रूपा नाम देव्यायाम मम अस्पत पौत्र नूर प्रसाद नाम सर्वणु मम अस्पत पौत्री मनीषा नाम देव्यायाम अरु राम कुमारी नाम देव्यायाम मम अस्पत नाम मम आफ्ना अब अरु लोक कुमारी नाम देव्यायाम सविता नाम देव्यायाम को हुन्छ नाम सर्वम एकचोटि मैले भनिदिन्छु पौत्र है मेरो छोराको रक्षा होस् मेरो छोराको चाहिँ कुनै पनि प्रकारको भवितव्य केही पनि नहोस् छोराको पहिन भेरारमसम्म स्थिति दोष परिल्याथ तत्परि श्रीमद् भागवत महापुराण एकाह कर्मणि निमित्तका पूर्वोत्तरी देह शुद्धि अर्थ शुद्धि वस्त्र शुद्धि अलङ्कार शुद्ध्यार्थ कर्मणि तदन्यत कर्मणि निमित्तका सर्वप्रथमै प्रायश्चित गोदान दान अन्तर्गत नेपाल देश प्रकाशित मुद्राद्वारा निर्मित देवताका वसुमहे हरि ओम तत्सत् नमः नमस्कार गर्नु घावे चाग सन्तु घावे सन्तु विष्णुदः घावे हृदय सन्तु भौमदेव सम्य या लक्ष्मी सर्वभूतेषु ध्याते देवीस्ता धेनु रूपेण सा देवी मो पाप विमोहत ल त्यो लिएको फुललाई गाईमा राखिदिनुस् त प्रतिष्ठा द्रव्याय नमः है अब त्यो त्यसलाई पूजा गर्नुस् त जौतिर कुश फुल लिएर त्यसलाई हातमा उचाल्नुहोस् बाछीलाई बाछी होइन त्यो प्रतिष्ठा हो हामीले बाछी बाछी भन्छौँ प्रतिष्ठा भने हो के दान प्रतिष्ठा गरे वत्सगोत्र पन्नस्य तेह्र गाई गाई अब धुपबत्ती नैवेद्य गर्नुहोस् ओम नाभ्यासिकन्दरिच समागत सोता कल्पयनः ओम वनस्पति रसूत धन्याद्यवर्तम आग्रे सर्वेमा वयं प्रतिक्रियता संगमा मनसो जाचक्षु सुनिजायत भूतादायुष प्राण मुखदग्निर्जायत यहाँको बाहिर लगिदिनु आदरणीय किनभने यो यज्ञ मण्डपमा सबै बत्ती बाल्ला बस्तीले भन्दा पनि भावना ल केटाले तर्न कति
यहाँका उमी भूमि सिमी देवी देवताले है म यहाँबाट मन्त्रताय नमः मन्त्र सुमे इत्यादि देवताभ्यो नमः सचि पुण्य अभिनम करुणे देव हरि यात्रा त हामी उहाँले सुन्नमा छ पाउली गर्ने तीर्थ भगवान यस्ता प्रत्येक अङ्गहरूको के छ त यहाँ हरि छैन भने हाम्रो कार्य राम राम जप्ने हाम्रो काम छ ओम नारायण चतुर्वेदाय नमः ईश्वर देवता कुल देवता कर्म देवता वास्तु देवता सर्व पितृ नमस्कार गर्नु दियो शुभम भवत् कल्याणम नमस्ते देव सभाय कृष्णाय मम सर्व सुखानाम श्रीमद् भागवत महापुराण पंचरुद्राभिषेक इत्यादि कर्मणि वयं करिष्यामहे ओम गजाननाय नमः इह गच्छ तिष्ठ यावतां पूजां करोमि सुप्रसन्न वरदो भव सैनिकका हजुरहरू यहाँ उपस्थित भइदिनुहोस् मैले आह्वान गरेको बिहानी कुसको टुक्राएर राखिदिनुहोस् एकजना यहाँ भेटाइहाल्नुहोस् चल सर्किनुहोस् त फुल नपाउनेलाई श्रीमद् भागवत नै सुन्नुपर्छ र श्रीमद् भागवतको कीर्तन गर्नुपर्छ। ओम जय जगदीश मैले बिहान लिएर
गरिदिनु होला माथि कसको माग्ने शरीर सञ्चालन गराउन आइहाल्यो भान्सु धुरी त सरकार अलिक खुला ठाउँ है धुरी त सरकारको ओम नारायण परमात्मा पर्छ अघि जाउँ सेतो कपडा काट्छ रातो कपडा पनि ल्याऊ हजुर कति वर्ष हुनुभयो 80 वर्ष पनि अझै तगडै हुनुहुन्छ गाह्रो भयो होइन गुरु हामीलाई गाह्रो भयो होइन म त 7 दिनसम्म पनि यसरी बसिदिन्छु मलाई केही हुँदैन तपाईँहरू किनभने अब नपढेको भएपछि अलिक गाह्रो हुन्छ कि भन्ने हो तर कष्ट नगरी भगवान् प्राप्त हुँदैन कसरी हुँदो रहेछ भोलि नै थाहा हुन्छ है दुर्गा गमनको कुराहरू छ दुर्गा महाराजको कुराहरू छ यो समुद्रबाट मैले पहिले भनेको छु समुद्र हो समुद्रबाट जम्मा 1 लोटा पानी निकाल्ने हो 1 अङ्घरा पानी निकाल्ने हो एक त भनेको के त भन सबैको त्यस्तालाई पुरोहित भनिँदैन आफै निसन्न तरिकाले खुलेको छ प्रभु कसैमा मेल खाएमा संयोग मात्र हुनेछ प्रभु फुलपाती उसर्ग लिएर जय समात्नु घरमा भन्नुपर्यो क्या समस्त भाइ दाजुभाइ दिदी बहिनी भाउजू सबै मिलेर गर्न लागेको कार्य भन्नुपर्यो क्या अस्मत कुलप्रसाद नाम सर्वणस्य अस्मिन् गृह मम अस्मत गृह मम अस्मत पौत्र नूरप्रसाद नाम बालकस्य व्रतबन्धन तथा चुनाकर्म भेदारम इत्यादय कर्मणि भागवत महापुराण एका यज्ञ कर्मणि समस्त पितृ उद्धार निमित्तका यत् अस्मिन् कर्मणि तदन्यतया कर्मणि काम आदौ दीपकलश गणेश चतुर्वेदादि पूजन एक कर्मणि सदा शाम शिवपरि जलधाराय पंचरुद्राभिषेक इत्यादि कर्मणि नारायण प्रमाद श्रीमद् भागवत पाठ पारायण तथा च यदुक्त न वाचक द्वारे जनित एक कर्मणि तदन्यतया कर्मणि गुरु परि नाम नारायण श्रवण शांति पृथ्वी शांति राम शांति शांति वनस्पति शांति सुवेदा शांति सर्व कृष्णाय गोविन्दाय नमो जन सुपारी पनि हाल्यो सबिना गर्देऊ न होइन लाएर अनि मिलाउन मिल्यो भन ल
बोले भक्तवत्सल भगवानको सलल बगेको गङ्गा सलल बगेको गङ्गा भगवानको नाम लिँदा मन हुन्छ छङछङ्गा सलल बगेको गङ्गा भगवान नामले हुन्छ छङछङ्गा सलल बगेको गङ्गा भगवान नामले हुन्छ छङछङ्गा त्रिभुवने भक्तवत्सल भगवान सर्वैनको मेरो भन्दा भन्दै भन्न खोजेको के हो त भन्दा खै त्यही हो त कसैको धेरै लाग्छ कसैको थोरै लाग्छ भने कसैले धेरै बुझ्छ कसैको कस्तो सर्वव्यापी अस्ति स्मरणि व्याधि मनवासना शास्त्रना पञ्चेतां शाश्वती भौति भूति जौकिलको अस्तित्वले उले बाइक गर्दैन है अहिले दर्शनै गर्नुपर्छ के गर्नुपर्छ अहिले चलाउनु पाइन्छ सबै चिज अहिले भन्नु तपाईँहरू आउनुहुन्छ दर्शन गर्नुहुन्छ बल्ल उठालिन्छ दासोहम तव केशव संसारे सागरे मग्नम दिनमाम करुणानिधे कर्ममोह प्रियताङ्ग मामोत्तर अवमानवत ओ श्रीमत भागवत महापुराणभ्यो नमः प्रत्यक्ष कृष्ण भगवानभ्यो नमः आदिव्यास पुरुषाय नमः ओ लक्ष्मीनारायण नमः व्यास पुरुषाय नमः यो श्रीमद् भागवत हो वेदलाई पूजा गर्नु है पहिला वेदलाई फेरि वेदलाई प्रत्येकले अब आएर गर्नु फुलहरू हजुरहरू लिने ल म मन्त्र सफला सन्तु पुनः सन्तु मनोता आदरणीय गुरु हजुरलाई मैले कोटि कोटि प्रणाम गर्छु हजुरले यो हाम्रो पूजाको सम्पूर्ण कुराहरू तत्त्व जय हरि नारायण नमस्कार
होइन खाली नबसौँ सिरो भनेको एउटा म ल यो श्रीमद् भागवत कहिले हुन्छ कि नै कहिले हुन्छ नि किन जल्दी गर्न तु भागवत अर्को पनि एउटा दिन ल अर्को म ल्याइदिन्छु ल देऊ त घण्टा बजाउनु पर्छ
हामीलाई मास चामल बेसार दही 3टा बोतल आउँछ 3 बत्तीमा गएर हो ब्राह्मण मम गृह पुण्याय भवन्तु कुर्वन्तु ल हे देवता रूपी ब्राह्मण हाम्रो घरमा पुण्य होस् भनिदिनु र पुण्य गराइदिनु भने है घरमा पुण्य होस् सकल यो बासलाको परिवारमा पहिलेको घरहरू पुण्य होस् पुण्यका महल जत्रा छन् अझै पनि ती महलहरू छन् पुण्य होस् है त भवन्तु कुर्वन्तु भनेको के त हाम्रो घरमा धन सम्पत्ति यस व्यक्तिहरू बढोस् सुख समृद्धि होस् भनियो कसै राखेको छैन है भनिदिनुलाई वृद्धेन्ताम सन्तोष चाहिन्छ ल हो ब्राह्मण मम गृह शान्तिं भवन्तु सबै कुराको यदि मनमा के होस् शान्त हो जतिसुकै धन सम्पत्ति भए तापनि मनमा सन्तोष भयो भने कहिले सन्तोष हुँदैन त्यसै सरले भद्राणि कस्यन्तु महापकच्छिदं दुःखभाजनम् दुःख कसलाई परेन हामी आफ्नो दुःखलाई ठुलो मानिरहेका छौँ ओहो मलाई जस्तो त कसलाई परेको होला र पऱ्यो ओढेर आदि पछौडा वनवास 1 वर्ष गुप्तवास कौरवले हटाएका छन् त्यति गर्दा कति दुःख पर्यो होला त्यस्तै गरी राजा परीक्षित जुन हाम्रो उपरमा हामी श्रीमद् भागवत लगाइरहेका छौँ राजालाई परीक्षितलाई पनि कति दुःख आपतहरू पर्यो होला तू जुन काम छ त्योबाट भगवान् सुखी हुनुहुन्छ खुसी प्रतिभै छ त्यसलाई कुनै पनि प्रकारको दुःख क्लेश कुनै पनि प्रकारको बाधा अवसरहरू आउने छैन त्यही भएर भन्छौँ हामी गुरु ब्रह्मा गुरु विष्णु गुरु देव महेश्वर गुरु साक्षात् परब्रह्म तस्मै श्री गुरुवे नमः को हुन् त गुरु ब्रह्माजी भनेका को हुन् विष्णु भनेका को हुन् अनि त्यसपछि हेर महेश्वर भनेका को हुन् भन्दा हाम्रा जन्म दिने माता जन्म दिने पिता कर्म दिने माता कर्म दिने पिता नै हाम्रा के हुन् त गुरु ब्रह्मा गुरु विष्णु गुरु देव महेश्वर हुन् किनभने जन्माउने काम उहाँले गर्नुभयो पालन पोषण गर्ने काम उहाँले गर्नुभयो के रे ल्याउने काम जुन कर्ताले जे काम मनोकामना गरेर पूजन गरेर त्यसलाई लिएर आएर हामी धन्यवाद थाल्नु भएको ठाउँमा केही हाम्रो केही छुट्टी मुक्त हुन
भएको छ जो के अरे अकाल माम र दक्षिणी एमाएन हो भोडियामा तपाईँ है भन्दा पश्चिमै है अगाडि पश्चिममा पूर्व र आग्नेय बिचमा पूजा गर्न भूतनाग नागहरूलाई पनि पूजा गर्नु नैत्य पश्चिमी नैत्य र पश्चिमको यो भागमा पूजा गर्नु पूर्वे बजाएर अग्नि पश्चिमे हाम्रा समस्त पितृहरूको उद्धार हुने हामीहरूले अपेक्षा गरेका छौँ। यस्ता ब्रह्मारूपी ब्राह्मण रूपी देवरूपी ब्राह्मणलाई म कोटी कोटी नमस्कार गर्छु भनेर हातमा फुल अक्षता लिनुहोस् है त। सुकरूपम भने के तपाईँहरूले मैले यसरी यहाँ ल्याइसकेपछि मेरो अज्ञानलाई हरण गरेर पुरा सम्पूर्ण अविज्ञानलाई विज्ञानमा धारण गरिदिनु होला भन्ने यहाँ एउटा नारायण छ। ब्राह्मण पूजा ब्राह्मण पूजा ल श्रीमद् भागवत महाकारण यज्ञ कर्मणि निमित्ततः तीनवटा आसन राखेर तीनवटा लहरै राखेर कौस्तुभाय नमः वरमाले नमः श्रीभक्ताय नमः पूर्वमा नन्दाय नमः फेरि पूर्वतिर नन्दको पूजा हानीको पूर्व ओ नन्दाय नमः आग्नेयमा पूर्व र दक्षिणको आग्नेयमा सुनन्दाय नमः ओ नारायण अब ती सुनका प्रतिभालाई यसो छुनु त हजुर मैले कल्पित गरेको भगवान्भन्दा पनि बडो सुन्दर सन्यासी क्रिया शिशुवर्ण नूतन यो तीनटा भनेको कनिष्ठ भनेको कान्छीवाला सुनौ करको तल कर सुनौ फट गर्नु ओम नारायण सिकाएको छ टिकैमा सुनौ फट गर्नु कवाचमा सुनौ फट गर्नु नेत्रात्रय भनेको आँखामा सुनौ फट गर्नु हस्ताभ्यम पुष्ट हस्ताभ्यम हिलेना हिलाय नारायण चतुर्मुखिताय ओम नमो भगवते वासुदेवाय मनले जपेको जपेको भगवते वासुदेवाय तपाईं चलाचला गर्नुस् ओम नमो
समातेर यता सकियो अब त्यहाँ यता त्यो यहाँ होइन नि त्यसलाई उहाँ बिचमा होइन त्यहाँ तल त्यहाँ के भने हाम्रो धसाम छ भन्ने हुन्छ होइन नारायण ब्रह्मादेव भर्सा गरेर नारायण घरको पनि सक्नु नाम समा असम मम नारायण पछाडि गर्नु पर्यो क्या तपाईँ बस्नु न हेलो ए सर बस्नु न तपाईँ बस्नु न तपाईँ के हो यसमा एउटा अर्को बिचमा हेरेर आउनु फेरि हामीले छोइदिइराखौँ है ल तल छोइदिइराखौँ अब एउटा लाइट बार कोतेर अलि डान गरेर बस्छ ल यसलाई उठाउनु सक्छ उता राखेन पैसा जाला फेरि
कस्तूरी तिलकम लाट फलदे पक्ष्यो परिवेशले विजय गोपाल तुमखामणि ये गाई नियम सामना ध्यान अवस्थित माया माला तावनि सोविदा सर्वज्ञान दान प्रसन्न नमो नारायण कसे गारी भानु दीपम दीपदयाननी पशुपति कल्पितं क्रियतां शौवानि मणिमृतं देवार्पणं वचम त्रिजन्म पाप संहारम एक विलुभो सदात्मम श्री साके दिनपत्तैच अभिचन्न कमलै शिव शिव पूजा करिष्यामि एक विलुभो शिवार्पणं दन्तकोटि सहस्राणि अश्वेन शतानि च कोटिकन्या महादानम् एक विलुभो शिवार्पणं शिवव्य प्रजाव्यास मन्ये पृथ्वी माधवा सोचि अंतरिक्ष वनस्पतिं प्रभो नमस्कार हजार देरा घेरी नमस्कार सबेर देरा चांदी नगरी प्राण ज्ञान भगवत मगर सुश्री प्रणाम ओम नमो शिवाय परि बिल्वपत्रं समर्पयामि श्री बोले पार्वती मैया को बोले व्यास कृष्ण भगवान को शिव भगवान को
भगवानको बोलिए अनादिदेव भगवानको बोलिए थापीदेवहरूको बोलिए वाचकगणहरूको ब्राह्मणगणहरूको बोलिए थापित स्थापित देवताहरूको भगवानको माधवम नारायणम अच्युतम केशव
खाइयो घाचोकदेखि भलाममा एका गर्न आइयो फुल्टिपेर मन्दिरलाई धर्म करतालाई फुल्टिपेर मन्दिर पञ्चामृत खाउँला पूजा गऱ्यौ आज गऱ्यौ हे पञ्चामृत खाउँला भक्त कथा मिलेर हे वैकुण्ठमा जाउँला राम राम बोला दिलको हे सबलाई राम्रै होला राम राम बोला दिलको हे सबलाई राम्रै होला भइगयो
गई म त छोडी हे भगवान माथि माथि कैलासमा शिव बस्ने ध्यान माथि माथि कैलासमा शिव बस्ने ध्यान कसले देला हामीलाई कसले देला ज्ञान राम राम बोल दिलको हे सबलाई राम्रै होला राम राम बोल दिलको हे सबलाई
आफ्नो श्रीमान बाबुको श्रीमान गरिदिनु है पैसा पैसा अनि अलिकति अक्षेप हाम्रो यहाँ के कार्यक्रम हुँदैछ भन्नुहोस् त भन्नु कार्यक्रम के हुँदैछ आज अनि कसको कुरा नमो नमः सिद्धि विनायक नमो नमः
तर्फबाट हजुरहरूलाई हामी अब मरणको लागि अगाडि बढिरहेका छौँ। सिद्धिविनायक नमो नमः सिद्धिविनायक नमो नमः सबैजना आइदिनु होला, बाबुलाई शुभ आशीर्वाद दिनु होला। ओम गंगणपते सुत नमो नमः सिद्धिविनायक नमो नमः गंगणपते नमो नमः सिद्धिविनायक नमो नमः सबैजनामा नमस्कार। आज मिति 2082 साल फागुनको 2 गते शनिबारको दिन पोखरा स्थित भलाम अवस्थित यो बाँसतला थर भन्नु पर्यो अहिलेलाई होइन, बाँसतलाको बस्ती बसी बाँसतला थर पुरानो चाहिँ हाम्रो चाहिँ छुच्ची होइन। र आजको यो आयोजक हाम्रो चाहिँ हजुरको शुभ नाम नन्दलाल बास्ताजी हुनुहुन्छ। यो आजको यो कार्यक्रमको बारेमा 2-4 शब्द बताइदिनुहुन्छ कि? आज यस महायज्ञमा सबै पितृ देवताले रक्षा गर्नु भनेर हामीले महायज्ञ गरेका छौँ। सबै देवताले रक्षा गर्दैन, पितृ देवताले रक्षा गर्दैन। नमस्कार। हाई भन्नु नि सबैजनाले। हो कहाँ आउनुभएको तपाईँहरू आज? हो कुन ग्रुप पर्यो अरे यो? ए ल
चतुर्युगहरूको कोही दशहरा भगवानको श्री बोले वत्सत्तर भगवानको फेरि बोले गुणोत्तर भगवानको फेरि बोले गुणोत्तर भगवानको श्री जय मुक्तिनाथ बाबा को पशुपतिनाथ बाबा को लक्ष्मी नारायण बाबा को मनोकामना माई को 33 कोटी देवताहरूको लक्ष्मी नारायण भगवान को देवता सबै मिलेर अहिले गोकुलमा जन्मनु गोपाल साथी भएर पहिले मद्दत मलाई दिनु गोपिनीको जन्म लिनु ऋषि मुनि गई बालाकालकी साथी हुन् लक्ष्मी राधा भई बर्मा बेच्नु शङ्कर नारद तिमी किन आयौ मनको कुरा भन सबै भने जतिको पायो आज दाइको के गरेर छ नानु भनेला अब यहाँ के कार्यक्रम हुँदैछ नि दाइको अब कपाल काट्ने होइन तपाईँ अब सक्रिय कार्यकर्ता खान पनि अब होइन फुर्सद नभएर उठी उठी खाइरहनु पर्ने वातावरण भइरहेको छ है बिन्ती गरे वसुदेवले विचार गर्दै थिए मथुरामा जन्मेर कृष्ण जानुभयो बेसार लिएर आउनु हो के हो यो
बुधबारको रात्रि रोहिणी नक्षत्र पारेर जन्मे जगतपति अवतार भयो भगवानको हो कारागारमा जसै पाले पर निधाएका थिए ढोका खुले तसै लिएर हिँडे वसुदेवले त्यो अँधेरी रातमा कति पनि नडराउने कोही छैनन् साथमा भान्जालाई पहिला नुहाउनु पर्यो क्या भयो भयो जाडो भयो भयो यति बेसी हुन्छ भान्जालाई ल मामाश्री हजुरले कपाल काट्नुभयो होइन आज भान्जाको व्रत बन्धन ल गुड टाउको त पखाल्नु पर्छ खुसी पनि भएको यस्ता दुःखै दुःखले दिए जस्ता अनि भगवान तिमीहरू आज किन मलिन्छौ तिमीहरू किन मलिनुहुनुको कारण के छ भनेर सोध्न यसै प्रसङ्गमा हृदय बिलाएर अति दुःख लाग्यो मिलाइदिनु आफ्ना छोराहरू ज्ञान वैराग्य भन्ने छोराहरू ज्ञान वैराग्य कुरो बोल्दै नभए जस्ता नभएका जस्ता
त्यसै श्रीमद् भागवतको शङ्कर वासुदेव त्यही त उता कस्तो शास्त्र हो भन्दा यो एउटा शास्त्र मात्र नभएर श्रीकृष्ण भगवान पार हो। यसको प्रभावले गर्दा आदरणीय सम्पूर्ण गुरुजनहरूलाई तातो पानीको व्यवस्था गरिदिनु होला। यहाँ आफ्नो घरमा